जाखा जहिले यस्तो गर्छ यार ए यो लिम्बू भाइले खालि खुकुरी उठाइहाल्छ अगाडि नै दाजुभाइ गरे यसो भेट लाउनु भनेर जान लाउनलाई खैनी पनि खाँदैन बिहे गरेपछि त टिलिङ कहाँ गयो कता गयो फोन दिनभरि घरमा चौकिटा गरेर बस्नु क्या एकछिन त जानु पाएन दाजु घर पनि कुरोहरूले भुकेको बुकेको त टिलिङमा के गरिदियो ल दाजु ओ बाहुन दाजु खै छैन कि क्या हो बसिरहेको छ त होइन दाजु बियर त लिएर आयो खै त हो मासु हौ साइला आज दोकानमा मासु नै थिएन हौ के गर्ने आज यो निमुख र खोर्सानी चाहिँ टार्नुपर्छ अब के भन्छ हो दाजुले यो खोर्सानी र निमकले यो बियर घाँटीबाट छिर्छ त अब छिराउनै पर्यो नि साइला के चाहिँ गर्ने अब छैन अब पाइएन लु लिम्बू पनि आइपुगेछ दाजु खै यो पनि लु दाजु लिम्बूलाई चाहिँ थाहा पार्नु पऱ्यो नि त्यो मा घिचुवाछ नि दाजुहरू ठोकी छैन के गर्दैछ यसो तातो चिसो खाउने खाइले पनि बिचार खाऊ जामला ओ अनि के गर्ने हुन्छ ए यतिकै हामी साइला मलाई त अनि के हो साह्रै पो जाडो लागेको छ त अनि हौ तपाईँहरूलाई जाडो लागेको छैन र हामी त स्पोर्टिङमा बसिरहेको छौँ यहाँ बस्छौँ यहाँ बस्छौँ हुन्छ हुन्छ ल ल ल ल ल ल म चाहिँ यहाँ बस्छु ल यो कुकुरले पनि साह्रै पो डिस्टर्ब दियो हौ त हो खलिलो खोलेर यहीँ राखिदेऊ अनि कताबाट आइपुग्नु भयो त ए हेर न घरबाट लिम्बू भाइ हजुर के छ खबर भन्नु सुनाऊ होइन हो यसो घरतिर थियो हो दाजु सधैँ एकदमै सन्चै छ लिम्बू भाइ आज अचानक आइपठायो त होइन हो यो हो मलाई त खोइ दाजुहरूलाई त जाडो लागेर मलाई त साह्रै पो जाडो भएर दाजुहरूकोमा के यसो तातो चिसो के पाइन्छ कि भनेर नि आएको दाजु सिकाउँदै थिएँ म दाजुहरू बसिरहनु भएको छ यसो अब के पाइन्छ कि भनेर नभएर नै घरमा बिहे गरेर बुढी एकदमै कतै जानु हुँदैन खेचेर पेकेर बिहे यस्तो पनि लाग्छ घरिघरि लिम्बूको झोक अब हाम्रो बाहुन गाउँमा त अब कहाँ पाउनुहुन्छ यस्तो तातो चिसो त लिम्बू बस्तीतिरै पाउँछ होला हौ पल्लो गाउँतिर हामी त हप्ता दिन भइसक्यो केही खाएको छैन तातो चिसो आफै मन चप्पल त खडी पठाएर नपठाउँथ्यो है अब लिम्बूहरू त फेरि यस्तै पर्छ जाप्ने बाङ्गुमै छिर्दिन्छ है नरिसाउने अब के तातो चिसो छैन अलिकति पाए हुन्थ्यो छैन खैनी पनि अचेल त बिजाएर हो छैन त तातो चिसो छैन त हो लिम्बू दाइ के गर्नु त यसो तातो चिसो खाऊँ भनेर आएको नि त यसो दाजुहरू बसिरहेको रहेछ यहाँ अनि यसो म पनि घरबाट बुढीले किच गरेर कि एकदम जाडोमा झन् नसहिने भएर अनि यसो दाजु घरतिर अब बाहुनको घर हो कहाँ जाडो पाइन्छ ए अनि मैले अघि आउँदा अनि दाजुहरूले एकदम त्यो तङमा न रोकिएको त्यो देखिरहेको थिएँ त मैले त कहाँ हो हामीले त खाएकै छैन त हो खै थियो हो अघि देख्दा त अनि अलिकति दिनु न खाइदिनु थोरै न म सबै खाइदिन्छु भित्र आउनु दिदीबाट पाउनु हामीले खै जहाँ खाया जहिले यस्तो गर्छ यार ए यो लिम्बू भाइले खालि खुकुरी उठाइहाल्छ अगाडि नै त्यसो नगरौँ न अनि अघि देखेको जस्तो खुकुरी त छोड न यो के हेर्ने यो त मेरो हात नै काट्दैन यसले के भन्छ हो लिम्बू दाइ अघि देखेको थिएन मैले कहाँ छैन नि हौ यस्तो फेरि जहाँ ए लिम्बू भाइले मजा गरेको नि हो मजा गरेको यतै राखिदेऊ होला लिम्बू दाइ मायाले भने लिम्बू त यति सकिहाल्छ नि अब हामी ल्याउला नि त भित्र के छ किचिज गरेर दिमाग खराब भएर उठिहाल्यो त म केही छ लिएर आउँछु अहिले के छ ल्याउँ यहाँ ल्याउँदैछ लिम्बू दाइ जहिले यस्तो कहिले काहीँ आउँछु म सधैँ थोरै न शान्ति राख न लिम्बू दाइ शान्ति मनमा ठग्नु पर्छ नि मैले अघि त्यहाँबाट आएर ठगेको त तिमीलाई ठगेको छैन नि आऊ मैले अघि आज आउने देखिसकेको थिएँ हामीले ल्याउने बानी त मेरो बहुत राम्रो छ होइन राखेको नि त उता त्यसो भन नि कति सारा चाहिँ ठग्नु सकेको ए लिम्बू भाइ होइन आइपुगेको लिएर आएको चिसो तर लिम्बूको
तेरिका मजा आएन हौ मलाई यो चाहिँ किन हो लिम्बू दाइ रक्सी यहाँ ल्याऊ। त टक्कै रक्सी छैन रक्सी त छैन नि हौ यो निमक र खोर्सानीसँग खानुपर्छ है। निमक खोर्सानीसँग है चारा यो चाहिँ फेरि के हो निमक र खोर्सानी छ निमक र खोर्सानी हो है तेरिका बाघले घाँस खान्छ तेरीमा झेक्ने है खान्न म के पनि जाँठा लोभी बाहुन घाँससँग पनि कोही रक्सी खान्छ तेरीमा झेक्ने खान्न म जामा लाउने दाजु लिम्बू त झर्केर गयो त त्यो लिम्बू त्यस्तै हो जहिले पनि झोकेर हिँड्छ तर हाम्रो त रक्सी बाँच्यो नि। अनि तर दाजु त्यो लिम्बूले त हामीलाई त लोभी बाहुन बनाएर गयो त ए त्यसले लोभी बाहुन भनेको त्यो लिम्बू त्यस्तै हो भोलि आज मातेर आएको छ त्यो भोलि ठिक त्यही भइहाल्छ। त के भन्नु नि त्यो लिम्बूलाई हस् आज हामी यो खाम अनि भइहाल्छ भोलि ठिक भइहाल्छ त्यो भोलि मिलाउने त्यससँग कुरो हाम्रो अलिकति लोभीहरू त बाँच्यो 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 लु 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 खाऊ खाऊ दुईजना दाजुभाइ बसेर खाऊ लु।